साथीहरू तपाईँ यो पछाडि देखिरहनु भएको छ मेन पावर व्यवसायी उहाँ डिकबहादुर खत्री हुनुहुन्छ। उहाँले चाहिँ राज्यले चाहिँ हामीलाई 10,000 को रसिद थमाएर 10 लाख असुल गर्न नदिने अवस्था सिर्जना गर्ने हो भनेर चाहिँ त उहाँ एकदम अहिले चाहिँ मेन पावर व्यवसायीलाई उचालिरहनु भएको छ होइन। उहाँको यो पछिल्लो अभिव्यक्ति तपाईँले हेरिसक्नुभयो होला। उहाँहरूले एउटा सम्मेलनै गरेर चाहिँ व्यवसायीहरूमा चाहिँ उहाँले आफ्ना धारणाहरू राख्दै गर्दाखेरि तपाईँहरूलाई के लाग्छ कि मेन पावर व्यवसायीहरूले सही गरिरहेछन्? तपाईँको 10,000 को रसिद थमाएर 10 लाखसम्म असुल्नेहरूलाई राज्यले नियमन गर्नु पर्दैन। यिनीहरूले चाहिँ तपाईँको श्रमिकहरूको चिन्ता लिइरहेछन्, नेपालमा गरिखाने वर्गको चिन्ता लिइरहेछन्। यिनीहरूले विदेश पठाउन पाएनन् भने चाहिँ जनता चाहिँ भोकभोकै मर्छन् भन्ने जस्तो चाहिँ एउटा भान बनाइरहेछन् यिनीहरूले होइन। अनि यसमा चाहिँ यिनले चाहिँ पुरा चाहिँ हामीले आन्दोलन गर्नु पर्दैन, श्रमिक आफै आन्दोलनमा आउँछन्, भोलि चाहिँ श्रमिक पठाउन हामीले बन्द गरिदिउँ भनेर चाहिँ व्यवसायीहरूलाई चाहिँ एकदम ढाडस दिँदै उचाल्ने अवस्था काम गरिरहेछन्। तर यिनीहरूको मेन धारणा भनेको चाहिँ तपाईँको कामदारबाट चाहिँ उनीहरूले सेवा गरे बापत सेवा शुल्क लिन पाउने। तपाईँको मेन पावर व्यवसायीले चाहिँ अब नयाँ सरकारले नयाँ नीतिहरू बनाउँदैछ, त्यसमा चाहिँ 1 महिनाको पारिश्रमिक बापतको शुल्क लिन पाउने भन्ने व्यवस्थामा छलफल भइरहेको कुरा पनि जानकारीमा 10,000 को रसिद थमाएर तपाईँको 10 लाख लुट्न पाउनुपर्छ भन्ने चाहिँ यिनीहरूको वास्तविक धारणा हो। यिनीहरूले चाहिँ तपाईँको श्रमिकको हितमा काम गर्ने भन्दा पनि आफ्नो हितमा काम गर्नको लागि उनीहरू यो आन्दोलन गरिरहेछन् है। यसमा चाहिँ तपाईँ हामी सचेत हुनुपर्छ। यिनीहरूले तपाईँको 10,000 को रसिद थमाएर 10 लाखसम्म लुटेको चाहिँ उदाहरणहरू हामी समक्ष छन् र हामी आफै पनि त्यसमा 10,000 को रसिदमा साइन गराएर 1 लाखभन्दा माथि तिरेर चाहिँ पटक पटक हामी विदेशिनु परेको हामीहरूले आफैले भोगेको पीडा पनि हो त्यो। त्यसले गर्दाखेरि यिनीहरूलाई आवाज उठायो भने भिसै रद्द गरिदिन्छौँ भन्ने, तपाईँको जानै दिँदैनौँ भन्ने, उहाँ गइसकेपछि तँलाई अप्ठ्यारोमा पारिदिन्छौँ भन्ने गरिब दुखी बाध्यता भएका मान्छेलाई, किसानलाई चाहिँ समस्यामा भएका किसानलाई अझ बढी समस्या चाहिँ यिनीहरूले दिइरहेछन्, पीडा दिइरहेछन् होइन। तर यिनीहरू नै अहिले चाहिँ तपाईँको श्रमिकको पक्षमा उभिएको जस्तो गरेर आफ्नै लागि चाहिँ नीति नियम आफ्नो अनुकूल बनाउनको लागि चाहिँ सरकारलाई एकदम दबाब दिइरहेछन्।